सक्नुहुनेछ गाइज। यसरी बिजोग भयो गाइज यार। हजुर कटन हुँदैछ मान्छे यसरी बिजोग छ। कटन कटन यहाँदेखि लगभग 100 मिटर जति बोलाले लगिरहेको रहेछ। अब लगेज छ यहाँ छ। हाम्रो नेपाल आर्मी त्यसै गरी हाम्रो नेपालको हरिहरूलाई चाहिँ एकदमै सम्मान गर्नुपर्छ। यस्तो जोखिम पनि यस्तो छ, यस्तो जोखिम मोलेर यसरी उहाँहरूले सहयोग गरिरहनु भएको छ हाम्रो यात्रीहरूलाई, जनताहरूलाई एकदमै सल्युट छ। हाम्रो गुरुजी यहाँसम्म हामीलाई ल्याउनु। बाटो बनाउन त लाग्ने रहेछ, पानी नसुकी बनाउन धेरै अलिकति अब अर्को बाटो छ भनेर। हजुर बिजोग आउनु चाहिँ गाइज। बल्ल बल्ल हामी चाहिँ दसैँ पार गऱ्यौँ जस्तो लाग्दैछ। र दसैँ गरा त नि मुनि यस्तो छ, अझै पनि डेन्जर छ। साथीभाइहरू बर्खाको टाइममा यात्रा गर्दै हुनुहुन्छ भने अलिकति होस् गरेर ध्यान दिएर सजग भएर यात्रा गर्नु होला। हो यो चाहिँ के खोला रे सर? लेउटी खोला। लेउटी खोला झगडा नगरा यसरी गाइज। गाडी चेन्ज गरेर बल्ल बल्ल तर हामी कतिमा पुग्छौँ? अब लगभग 1 घन्टामा चाहिँ सकुशल घर पुगिन्छ। यस्तो डेन्जर छ नि। हाम्रो गाडीको खोइ सबै सक्यो सर। पुरुङपुर साइडमा यस्तो बिजोग भयो सर। छेउतिर नजानु, माटो काट्दैछ। मलाई चाहिँ फेरि माछ खोल भनेर जम्मा हात मिलाएर ए भित्ता भित्ता आउनु, भित्ता पिटिङ बिजोग छ यसरी है। हाम्रो गाइज बर्खाको टाइममा हजुरहरू सबैजना होसियारले यात्रा गर्नु होला। हामी त बिजोग भयौँ। हामी चाहिँ तुमलिङ टारदेखि फर्किँदाखेरि धनकुटे रोडमा चाहिँ बिचमा चाहिँ यो खोलाले पुरै बाटो भत्काएर चाहिँ हामी चाहिँ बिजोग अहिले एउटा गाडीमा धनकुटाबाट झरेको गाडीबाट आधीसम्म झरेर फेरि धरानबाट आउने अर्को गाडीमा चेन्ज भएर जाने भनेर हेर्न सक्नुहुन्छ। खोला यत्रो भारी, अझै पनि पानी उत्तिकै परिरहेको अवस्था। सो तपाईँहरू केयर गरेर, यहाँ हजारौँ मान्छेको बिजोग भएको छ। गाडी त कहाँदेखि कहाँ जाम लागेको छ हेर्नुहोस् त। यसरी गाइजहरू हाम्रो सर हुनुहुन्छ, गाइज चाहिँ लास्टै तनाव। यस्तो अझै पनि यस्तो पानी परिरहेको छ, अझै यहाँ पनि डेन्जर छ। अझै बिजोग छ, छाता ओढेर हिँड्दैछौ यो पारी। हामी त सामान बोकेर हो हेर्न सक्नुहुन्छ खोला। गाडी आउँदैछ, आइसकेको छैन।